सबैको साथमा एक एकवटा ट्रक होस् अनि सबैको ट्रक भित्र 25 करोड 70 वर्ष उमेरमा पनि 16 वर्ष जवानी आओस्। जवानी आयो भन्दैमा अमला काण्ड जस्तो काण्ड चाहिँ नहोस्। सिङ्गलहरूले जोडी पाउन्, जोडी पाइसक्दा फेरि यो अश्लील भिडियो चाहिँ बनाउँदै नबनाऊ। यो काण्ड भन्दै उफ्रिनेहरूको चाहिँ छिट्टै काण्ड आओस्। अन्त त्यस्तै हो, मान्छेहरूको अगाडि गुवा रुनु पर्ने गरी कसैको पनि सुनको सिक्री नहरा। मलाई देखिसक्दा राम्री केटीहरू फिदा हुन्, मैले मायाजाल बुन्न नपरोस्। अर्थ त्यस्तै हो, यो 82 सालदेखि चाहिँ यो भ्रष्ट कुलङ्गार चोर अत्याचारी भ्रष्टाचारी नेताहरूको भाषण चाहिँ सुन्नै नपरोस्। अझै सकेसम्म विनाश होस्, यिनीहरूको स्वर आवाज आउँदै नआओस्। नयाँ वर्ष लाग्दैछ, यही नयाँ वर्षदेखि बालेन शाहको जस्तो सबैको दमदार स्ट्याटस होस्, रविको जस्तो धैर्यता होस्, अनि हर्क साम्पाको जस्तो जोस जाँगर अनि सङ्घर्ष होस्। कतै अलिकति दुर्गा पर्साईको जस्तो आँट हिम्मत पनि होस्। बोलीको थोरै भए पनि पक्काची होस्, तर भाग्न चाहिँ कोही पनि नभागोस्। अनि कुलमान घिसिङ जस्तो राम्रो मान्छेलाई कसैले पनि छुँदै नछोस्। छोइहालेछ भने पनि अब जनताको घर होइन, नेताहरूको अनुहार अँध्यारो होस्। यो देशमा राजा ल्याउन् या नल्याउन्, गणतन्त्र रहोस् या नरहोस्, तर कुनै पनि निर्दोष जनतालाई गोली ठोकेर कसैले पनि नमारोस्। यदि मार्न लाउँछ भने त्यो त स्याउ किरा परेर मरोस्। व्यवस्था भन्दा पनि अवस्था बदलियोस्। यो भ्रष्टाचारी अत्याचारीहरूलाई यो देशबाट निकालेर लखेटियोस्। युवाले नेतृत्व पाउन्, युवाले देश चलाउन् अनि देशलाई छिट्टै राम्रो बनाउन्। अरू देशको एउटा राज्य जत्रो देश छैन, त्यही पनि टुक्रा पारेर ठुला भाषण चाहिँ कसैले पनि नलगाउन्। बेरोजगारीहरूले रोजगार पाउन्, भौतारीले कोही पनि यता र उता नधाउन्। सकेसम्म सबैको ओठमा हाँसो खुसी सबै छाइरहोस्। सन्तुष्ट अनि सबैभन्दा ठुलो खुसी हो आफूसँग जे छ त्यसैमा रमाउनु। अर्थ त्यस्तै हो, नेताको लागि होइन अब देशको लागि सोच्ने अलिकति सबै झोलेहरूको बुद्धि पलाओस् अनि हामी जस्तो युवाहरूको मन मस्तिष्क चाहिँ यो राजनीतिक माहौलले गलतै नगलाओस्। देख्दै रिस उठ्ने सबैको जय होस्, मेरो भय होस् नभए नहोस्। हुन त अहिलेसम्म के नै भएको छ, रमाइलो होस् सबैको दिन र वर्ष। कस्तो यार, यसपालि पनि वैशाख 1 गते नि परेछ। नयाँ वर्ष त्यतै खाएर जता पाए त्यतै लड्दै नहिँड्नु। सकेसम्म खाँदाखेरि खानु मासुमा खसीको जुसमा लस्सी। सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने नेपालीहरूलाई धेरै शुभकामना छ नयाँ वर्ष 2082 को। शुभकामना यही हो।